Hi guys, welcome and welcome back to my YouTube channel. It's me Nobina. साथीहरु सेवा नमस्ते गाइज अहिले चाहिँ म यहाँनेर देख्न सक्नुहुन्छ के भन्छ स्वयम्भूमा छु सायद म यो स्वयम्भू आएको त सायद 2-3 वर्ष पछि आएको होला म जस्तो लाग्यो मलाई गाइस आजदेखि नयाँ स्कुल थियो अनि एकदम हतार भएर गएको थियो कि स्कुलमा अनि त्यसपछिबाट हेर्नुहोस् न साथीहरू नयाँ स्कुल फर्स्ट टाइम गएको त्यही पनि लेट गएको होइन अनि बाइकमा झन् एक्सिडेन्ट परेको अनि बल्ल धन्न क्लास पुग्यो 10 मिनट लेट जति पुगेको थियो सो देख्न सक्नुहुन्छ अहिले चाहिँ मैले क्लासहरू सकेर यसो भिडियो बनाउँछु भनेर सोच्दै थिएँ अनि भिडियोहरू बनायो अनि मैले चाहिँ यसलाई सर्ट भिडियो बनाउँछु भनेर सोचेको थिएँ तर यो चाहिँ लङ भिडियो नै बनाएँ मैले युट्युबमा पोस्ट गर्छु भनेर देख्न सक्नुहुन्छ मेरो हालत त्यो सामानहरू के बोकेर पुरै हिँडिरहेको छु कि म ब्याग त्यो अर्को सामान है अनि त्यही साथीहरू हतार गरेर क्लास गएको थिएँ म यहाँ चाहिँ म अहिले यता बौद्धतिर छु देख्न सक्नुहुन्छ जो कस्तो राम्रो लागिरहेको छ मलाई यो स्कुल देख्न सक्नुहुन्छ बस्ने ठाउँहरू पनि रहेको छ कस्तो राम्रो फ्लावर रहेछ वाह हामी रङबाट आएकै हो ए देख्न सक्नुहुन्छ कस्तो राम्रो फुल रहेछ कि गाइस स्कुल सरी निक्लिने बित्तिकै चाहिँ देख्न सक्नुहुन्छ Hi guys. जोसी हानेर एकदम रमाइलो ठाउँ लागिरहेछ मलाई नयाँ ठाउँ आए जस्तो फिल भइरहेछ यहाँ कस्तो राम्रो लागिरहेछ हजुर हजुर टक्क सफा बेजेत हुन्छ यति धेरै भारी बोकेर यहाँ हिँडिरहेको छु म घुम्नलाई तिमी त पुरा म्युजिसियन जस्तै देख्यो म्युजिसियन जस्तो ब्याग बोकेर हिँड्छ यस्तो ब्याग आई थिङ्क गिटार अथवा यस्तो के चलाएर हिँड्छ नि अब तिमी चाहिँ चेसियन भयो चेसियन म्युजिसियन चाहिँ होइन म हेर्नुहोस् यो तर हामीसँग छ चेस बोर्ड हो यो चाहिँ गाइस है तर यो आज एकदम राम्रो लागिरहेको छ मलाई यो ठाउँमा आएर नयाँ स्कुल आएको आज फर्स्ट टाइम एकदम राम्रो लाग्यो स्कुल धेरै त्यहाँनिर धेरै पिस छ गाइस हेर्दै जानु होला भिडियो जोड्नलाई झ्याउ लाग्छ यतिकै बनाइदिन्छु आज थ्याङ्क गड बचेको म धन्न उडाइदिएको आज मलाई सायद फेरि जुर्छ नि कस्तो जुर्ने के भने
हतार भएको बेला उस्तै मान्छे परेको उस्तै कुदाउने मान्छे परेछ बा तपाईँसँग त आज गाडी छैन है कसरी जाने होला है घर त्यो पो टेन्सन भयो त हामीलाई त ए घुमाउँदै घुमाउँदै जाऊँ न यो गाइस यो चाहिँ हामीले किन घुमाउँछ भन्ने त्यस्तो धेरै थाहा त छैन मलाई तर पनि म घुमाउँछु जस मेरो जिन्दगी राम्रो होस् भनेर क्या फन पनि घुमोस् भनेर त्यो फन पनि घुमिरहेको तर धेरै राम्रो भिडियो आइरहेको छैन होला किनभने आज एकदम हतार हिँडेको कपालहरू धेरै नकोरी भुत भएर हिँडेको थिएँ म गाइस त्यही हो परि देखेको छौ परि परि चाहिँ छैन म नाना तर नि हुने कोसिस गर्छु म नाना पुग्यो तपाईँको भिडियो बनाउँछु म जानुहोस् काम गर्दै जस भ्रमण भइरहेछ आज त कस्तो राम्रो लाग्यो साथीहरू यो चाहिँ के अरे यो के भन्छ बिहार रहेछ गाइज अनि देख्न सक्नुहुन्छ यता मङ्की नै मङ्की छ अलिकति डर पनि लागिरहेको छ मलाई अनि जस यस्तो ठाउँ छ बेलुका भइसक्यो तर नि हामीहरू घुम्दैछ किनभने भर्खरै क्लास सक्यो हाम्रो आजदेखि नयाँ स्कुलमा थियो क्लास त्यही भएर क्लास सकेर हामी चाहिँ यहाँ स्वयम्भूमै भएकोले हामी घुम्दैछौँ यहीँ नजिकै रहेछ कि 5 मिनटमै पुगिन्छ रहेछ स्वयम्भू यता हो कि कता हो न सायद उतापट्टि हुनसक्छ जस्तो लाग्यो मलाई गलियो आई थिङ्क के हो यो सिस्नो हो कि के हो यो सिस्नो जस्तो पनि देख्छु कस्तो पानी पर्ला जस्तै छ तर गाइज यहाँ चाहिँ बस्दा बस्दा गऱ्यो हामी अनि अब फर्केको घरतिर साथीहरू ब्याट्री पनि सकिसक्यो सो नजिकै जङ्गल पनि छ डरै लाग्यो अनि अब देख्न सक्नुहुन्छ हिँड्दै हो बाटोमा पानी पनि पर्न लाग्यो गाइस अब केमा जान्छु सायद पब्लिक भेहिकलमा जानुपर्छ होला पर ठाउँमा धेरै पैसा सकाइसक्यो अनि गाइस देख्न सक्नुहुन्छ यहाँनिर यस्तो छ ब्याट्री खत्तम भयो गाइस भनेको थियो अनि फेरि के भयो भन्दाखेरि मैले सोचेँ कि मै चाँडो पुग्छु होला भनेर हजुर तर मसँग पनि सक्नु रहेछ ल गाइस देख्न सक्नुहुन्छ बाँदरहरू यहाँ यस सदनमा पनि यो बाँदरको बारे चर्चा भइरहेको थियो यहाँ मेरो ब्लगमा पनि बाँदरको चर्चा भइरहेको छ बाँदर बस्ने ठाउँमा आएछ आज हामी त्यही भएर परिवारहरू त्यहाँ छ कस्तो क्युट हुन्छ त्यो बच्चाहरू कति क्युट लाग्छ क्या मलाई कस्तो मजाले बस्छ तिनीहरू लुटुपुट गरेर आइपुग्छ होला कहाँ भाग्ने त्यहाँदेखि थाहा छैन कति धेरै मङ्कीहरू रहेछ यहाँनिर गाई कस्तो डर लाग्ने के बाफ्रे तर कस्तो क्युट पनि हुने के हेर्नु न त्यहाँ कस्तो मजाले बसेको हेर्नु न त्यहाँ नाना कस्तो मजाले बसेको हेर्नु न त्यहाँ बसेर के गर्दैछ के गर्दैछ ऊ त्यो हरियालीमा